पोर्ट चाहिँ कसलाई हो अर्जेन्टिना बिप गरेर त बोल्नु नि अब बबाल राइट हुँदैछ हामी सबैजना सो हेलो हाई दर्शक नमस्ते गाइज एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग सो साथीहरू आज पनि अब साइकल राइडको लागि म निस्किसकेको छु कामहरू सकेर सो आज चाहिँ हामी ग्याङ जाँदैछौँ धेरैजना सो हेर्दै गर्नु होला हाम्रो ब्लगलाई र नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला सो यति भन्दै आजको ब्लगलाई चाहिँ सुरु गर्न चाहन्छु मैले साइकल बाहिर निकालिसकेँ ल साथीहरू मैले चाहिँ साइकल बाहिर निकालिसकेँ तर यसले चाहिँ लास्टै दुखाउँछ क्या यो चेन्ज गर्नलाई मैले कुफाङबाट मगाइसकेको छु एउटा सिट अनि साइकल चाहिँ नर्मल छ सो बेलुका बेलुका यसो राइड गर्न निस्किन्छु सो त्यही हो साथीहरू अब चाहिँ एकैचोटि अब राइड गरौँ है त केटाहरूसँग आज चाहिँ यताबाट निस्किनु पर्छ यहाँबाट हो त बाइक यहाँ नै हो यता पछाडि चाहिँ देख्न सक्नुहुन्छ कोरियामा चाहिँ धान रोपिसकेको छ है एकदमै बोबाल तरिकाले धान रोपिसकेको छ अब यो लगभग 9-10 महिनाको लास्टतिर त यो धान पाकिसक्छ अनि म चाहिँ अहिले साइकल राइडको लागि रेडी भइसकेको छु साथीहरू पर्खिरहेको छु साथीहरूको कम्पनी चाहिँ उयो हो त्यहाँबाट आउँछ यो चाहिँ थेबिजाङ हो है यो सबै यहाँ फर्मको चाहिँ सबै यहाँ आउँछ क्या अनि यो चाहिँ थेबिजाङ हो यहाँ छ त्यो हाम्रो दिपक सर पनि आइसक्नु भएको छ केटाहरू आउँदैछ बजारसँग पुग्नुपर्छ होला ल हाम्रो दिपक सर के छ ल वेलकम छ है मेरो ब्लगमा धन्यवाद आज साइकल राइड गर्नुपर्छ है मस्त फ्रेस भएर आउनुपर्छ पुरा खाना पनि नपाक्दै छ होइन त्यो खाना मात्र पाक्दा भइगयो नि अनि सुँगुर मारेको गर्छ अनि म त गर्दैन नि त म त अहिले चुडो छङ्सोदेखि लिएर त तपाईँको होइन यत्रो सानो केही भयो भने नि मलाई नै मन पर्दैन क्या झार आउने बित्तिकै देखेँ है अनि यो छङ्सो अब सुँगुरहरू हेरेकै छिर्यो गर्ने के गर्ने कसो गर्ने प्लान आज बेलुकै मेरो चाहिँ माइन्डसेट हुन्छ भोलि के गर्ने भनेर अनि यता साथीलाई अरायो अनि आफू मेन इम्पोर्टेन्टहरू छुरा कति हुँदैछ कति जाँदैछ त्यो सबै उयो गरेर किम्बु खाएर के कति ढिलो क्या ल हाम्रो सबै साथीहरू भेला भइसकेको छ वेलकम लामा सर ऱ्याम्स वेलकम ल वेलकम ब्याक माई युट्युब च्यानल खै त सब्सक्राइब गरेको केटाहरू कसैले सब्सक्राइब गरेको छैन के छ र युट्युबको च्यानलको नाम म हालेकै गर्छु भिडियो मनदीप लिम्बू नै छ हो मनदीप लिम्बू छ ल सुरु गरौँ है हाम्रो राइड ल साथीहरू आज चाहिँ अब बबाल राइड हुँदैछ हामी सबैजना साइकल राइडमा ल छोसिम हो सिंहदुरी ल रमाइलो छ है यसरी बस्यो भने चाहिँ समय बिताएको पनि थाहा हुँदैन क्या बेलुका यो पछि जाडामा सकिँदैन ओ ऱ्याम्स ल कुदा उताबाट जानुपर्ने हो सर यताबाट हो नि त कता हो यताबाट नि हुन्छ उहाँबाट यस्तो क्रस हाल्नु यो हाम्रो साइड चाहिँ भएन है तर हानिसक्यो नि
ल ल ल ल साथीहरू अब भाइ बाजा यस्तो आउँछ होइन हाम्रो राइड सुरु भइसकेको छ ल धानबारी हामी पेलिरहेको छौँ साथी न सङ्गी रङ्गी न चङ्गी साथी न सङ्गी रङ्गी न चङ्गी भने जस्तै हाम्रो चाहिँ साथी नै साथी छन् फेरि होइन गियर चेन्ज गरौँ न दिवक सर सर गियर चेन्ज गरौँ क्या सर सँगै जाउँ सँगै यत्रो साइकलहरू कस्तो कुदिरहेछ कुदाउँ न डिउ न यार डिउ क्या दियो ल सबै साथीहरू अगाडि गइसकेको छ एक्सर्साइज गर्नुपर्छ क्या पथरी जान्छ पथरी ल देखायो सबले देखाउँछ यार हामी मात्रै नदेखाउँ ल हेरौँ ल त सानो भयो नि खतरा कुद्दो रहेछ नि त ओ ऱ्याम्स के हो अनि एक्लै कुद्दिने ए शिवमा हुन्छ खामे नान्दे हो साँगो नामे न त के ए शिव लु कला त यो पो हो त फेरि हाम्रो सर यता दिवान दिन्छ हो हुन्छ खामे नान्दे हो इरके छाताको थामे नान्दे हो देखेर चाहिँ खुरे यो चाहिँ नर्मल स्टम नर्मल विक्रम लामा हो सबैले फलो गर्नु होला फलो मी लामा साइकल साटौँ हौ चेन्ज गरेर कुदाउँ हौ छैन मेरो ओह्रालोमा मात्र हुन्छ इन्जोय टाइम पास किन हुँदैन भइहाल्छ नि ब्लग गरो भिडियो एडिट गरो त्यसै त होइन तलास गरेर रुममा बस्नुभन्दा त भिडियो एडिटिङ गर्दै बस्यो केही सिक्यो त्यसबाट कति आनन्द हुन्छ किन सिकिँदैन अब भिडियो एडिट गर्न सिक्यो भने पछि फाइदै हुन्छ केही नलेजहरू आउँछ जति फाइदा भए पनि खोरमै होला के अरे काम त खोरमै हो नि के भयो के हो खोरमै हो नि काम त ल साथीहरू यो ऱ्याम्सले गर्दा यहाँ त माछा टर्नै होला है ऱ्याम्स यहाँ कति माछा छ ओके ऱ्याम्सको पारै बेग्लै छ तर मलाई त हिजो त लास्टै टाढो लागेको छ सर एक्लै आउँदा होइन त्यो बाटो आयो होइन यस्तो टाढो लाग्यो फेरि मेरो ब्रेक राम्रो छैन है लामो सर एकदमै जाला है मेरो फेरि झ्याप ब्रेक लाग्नुपर्छ क्या ल हामी सबैजना आइसकेका छौँ बिसाउने ठाउँमा यो माटु जस्तो लाग्यो मुहान पार्किङमा हामी आइसकेका छौँ के छ साथी माछा त पाउँछ के
चाइना के हो र यो मल्ला व्हाट इज दिस दिस इज फ्रन्ट क्यामेरा आफ्टर लङ टाइम यु सी ब्लक ओके 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 कफी खानु पर्यो आफ्टर लङ टाइम साथीहरू है यिनीहरूको चाहिँ खालि त्यहीँ मात्र ध्यान जान्छ है सानो तिनोमा जाँदैन फेरि ध्यान यहाँ यस्तै मात्रै राजाहरुले खाने चीज हो यो दिवक सर यो मिठो हुन्छ यो आलु हो यो जुस आउनु न जुस खानु आउनु के जुस नखाने सर म चाहिँ यस्तो जुस चाहिँ साह्रै मिठो लाग्छ है कुन होला यो होला उ छैन नि त खोइ यहाँ उ छैन त यो आइस हो यो कफी यहाँ छ फोक्सुङा यो फोक्सुङा हो यो लेमन रहेछ ल हाम्रो अब यहाँ टक्क आइसक्यो राइसले बनाइसक्नु भयो अब यो चाहिँ म चाहिँ यो के अरे फोक्सुङा बबाल लाग्छ क्या रक्सी त हामी देखाइँदैन यस्तै मात्रै देखाइन्छ हामी होइन लामा सर त्यस्तो रक्सी हामी खाने मान्छे पऱ्यौँ न नि के छ सर यता लिम्बू सरले वेबलाई बब्बालै हेरिदिन्छ हामीले यता लिम्बू सरले लु हेरि यता पर्खिरहेर छ हेरेर के छ ल ऱ्याम्स आजको इन्टरभ्यू लिउँ न त ल होइन तर मलाई बालै खतरा लाग्छ क्या ऱ्याम्सको चाहिँ तर फुलेको रहेछ नि त तपाईँको नि होइन मेरो पनि फुलिरहेछ ल हामी चाहिँ जुसे पार्टी हो यता चाहिँ ल त्यस्तो होइन सर के भन्नुहुन्छ हौ लगाउनु नलगाउनु क्या म एउटै हाल्छु यस्तै अब यहाँ हेर्नु है यहाँ सर चिनीको प्याकेट नै लिएर आउनुपर्छ नि 2-3 वटा सबै खोरौँ बाक्नु दुध हालेर धेरै भएको नभए यो 1 कप मात्र हो आज लिम्बू अनि तपाईँले चाहिँ यो पिपा चाहिँ एउटा मात्र ल्याउनु भयो क्या सर ए यहाँ कोनु लक्ष्मीनेसी मेची 4 बजे आज यो एउटा मात्रै नेसी हुन्छ होला के आछिम नेसी 4 बजे भनेको बुझ्दैन कि ज्यादा नेसी भन्छ के रे आछिम अच्छा मे छन् के सेबे के सेबेगे आइगो सेबेग भन्नु चाहिँ आएछ फेरि लामा सरलाई सेबे के पहिले इरानको ओके बल्ली थैजी सिरा आरची मुसुन्तिम आरची 알았어요 사장님 말 잘 들었지 알았지 네네네 내일부터 조금 보너스 줄게 네 감사합니다 사장님 이 새끼 잘 내는 같은데 कुन टिम हो लिम्बू सर कसले जित्छ वर्ल्ड कप दलले जिते पनि एउटा जित्छ सपोर्ट चाहिँ कसलाई हो पोर्चुगल फ्रान्स दिपक सरको पोर्चुगल फ्रान्स हाम्रो राई सरको चाहिँ ब्राजिल स्पेन फ्रान्स स्पेन हो के लामा सरको अर्जेन्टिना आइगो म पनि अर्जेन्टिनाले जितोस् भन्न चाहन्छु होइन होइन किन काम छैन हौ होइन मलाई चाहिँ होइन पहिल्यैदेखि नै खाली उसले सपोर्ट गरेको काम छ भन्छ 22 मा वर्ल्ड कप जितेर बसेको टिमलाई होइन ब्राजिल पहिला खत्रै हो भन्नु त्यो उमा लकले साथै हो ए भाइ धेरै लकले पो साथी गरे गेम सबै लक हो नि सबैले आफ्नो टिम भनेको छ जसको टिमले फाइनल जित्छ सबै गेम लक हो ओके ल त्यसले पनि जित्न दिन्छ ल अर्जेन्टिना ब्राजिल पोर्चुगल अर्जेन्टिना अनि कस्तो डिवाला लाग्न दुईटा टिम सिलेक्ट गर्न पाइन्छ प्लेनसिट पनि डिवालै छैन म चाहिँ एउटै मात्र अर्जेन्टिना दिवाला हैन डिवाला क्या छैन त्यो हैन कहाँ छ पोर्चुगलमा अर्जेन्टिना को त्यसले सन्यास लियो होला के बेला अनि लियो कसले पेलेले हैन त्यो नपरेको प्लेनसिट नपरेको हो र त्यो उ पनि त्यो गर्नासो पनि त परेन नि त्यो मिस्सीको 6-7 मा परेको डिवाला राम्रो खेलाडी हो नि त अनि यो त लास्टै राम्रो हुने नि मिस्सी एउटै साइड लेजेन्ड खेलाडी हुने अहिलेको हो त त्यो फेरि खेलाडी त्यो गर्नासो भन्ने छ नि मेसी त्यो भन्दा फेरि रोनाल्डोको फ्यान भएको कारणले गर्दा त्यसलाई टिममै पारेन क्या दामी खेल्छ नि मेन्चेस्टर युनाइटेडबाट खेल्छ टिमबाट त हो नि
गाना जान्छ न मलाई मलाई त्यो तिमीले क्लिप हालेको थियो नि होइन टिकटकमा त्यो पठाएछ कि होइन त्यो पठाएर यो मान्छे त भाइरल थियो तपाईँले त मैले फर्स्ट टाइम देखेको यसमा भनेर पठाएको भाइरल थियो मान्छे थियो त उसको आइरहन्थ्यो थियो मेरोमा नि भिडियो तपाईँलाई चाहिँ मैले फर्स्ट टाइम देखेको उसकोमा भन्दा अस्ति हामी सेकुवा पोलेर होइन त्यो भनेपछि लान्छु भन्छ अरे ल हाम्रो रमाइलो गफ पछि सबैजना उठ्यौँ अब ऊ त्यहाँ चरा चराहरू पनि छ चराहरू अनि मानिसहरू पनि छ ल अनि मानिसहरू अब हामी के गर्ने त हाम्रो अर्को प्लान के छ अब जाने रुमतिर किन जाने हो रुममा अहिले ल आज अब सेलेरी आएको दिन हाम्रो लामा सरको होइन आज इन्जोय छ सेलेरी आएको मान्छेको होइन यता हेर्नु न अब यसो गुलियो भन्दा होइन हौ तितो टर्रो ल यहाँ हामी हल्का खाजासाजा खाएर होइन चिसोहरू जुसहरू खाएर हामी अब लाग्दैछौँ लु कता पस्ने हो हामी होङ चाम्पोङमा बन्द छ त साथीहरू सधैँभरिलाई हाना र माठु त यहाँ पनि रहेछ नि त टोली अगाडि बढ्यो अब ल साथीहरू हाम्रो टोली अगाडि बढिसकेको छ हेलिकप्टर इमर्जेन्सीको लागि यहाँ त फिनिल हाउस छ त यार ल जाउँ भित्र ल यता चाहिँ हाम्रो फिनिल हाउसको राजा रहेछ है ताल्की छोस सुन्ने त फिनिल हाउस रिस ल आयो यहाँ चाहिँ माछा मार्ने ठाउँ सट्टैसँगले रहेछ तर पानी मात्र रहेछ साथी यस्तो रहेछ ल अघि बढौँ टोलीहरू ल साथीहरू अब हामी फर्किँदैछौँ धेरै घुमियो राइड पनि बबालै मजा आयो होइन राइड गर्नु सो अब चाहिँ हामी रुमतिर फर्किँदैछौँ हाम्रो टोलीहरू र आजको भिडियो कस्तो लाग्यो साथीहरू इफ यु लाइक माई भिडियो सेयर सब्सक्राइब गर्नु होला सो यति भन्दै आजको हाम्रो यहाँ ब्लग चाहिँ यहाँ इन्ड गर्न चाहन्छु है त सो हेर्दै गर्नु होला हाम्रो च्यानललाई सब्सक्राइब गर्दै गर्नु होला साथीहरू ल रात पऱ्यो होइन आज चाहिँ बाई है त गाइस ल ओके रानी गई ओके ल रमाइलो छ हाम्रो लामा सर